हाम्रो देशका मध्य पहाड़ी भागहरूमा र तराईका केही जिल्लाहरूमा अदुवा बाली लगाई आफ्नो घरेलु आवश्यकतालाई परिपूर्ति गरिने गरिन्छ। तर परापूर्व कालदेखि नै व्यापारिक दृष्टिकोणले अदुवा खेती हुँदै आएको सल्यान जिल्लाको मालनेटा र कपुरकोट अदुवा उत्पादनका लागि विशेष प्रसिद्ध छ भने केही वर्ष यतादेखि इलाम जिल्लामा पनि अदुवा खेती फस्टाउँदै आएको छ। विभिन्न औषधि तत्वले युक्त अदुवालाई हामी मसलाको रूपमा र केही आयुर्वेदिक औषधि बनाउने कार्यमा प्रयोग गर्दै आएका छौं। विदेशमा अदुवाबाट तेल, क्यान्डी, शरबत, बिस्कुट र मदिरा आदि जस्ता खाद्य पदार्थहरू बनाइन्छ। नेपालमा हाल 6082 हेक्टर भूमिबाट 64,703 मेट्रिक टन काँचो अदुवा उत्पादन हुने अनुमान छ भने उत्पादकत्व सरदर 10 मेट्रिक टन प्रति हेक्टर रहेको छ। नेपालमा अदुवा विकास अनुसन्धान कार्यक्रमबारे श्री बुद्धि प्रकाश शर्मा भन्नुहुन्छ। विगतमा हामीले सर्वेक्षण गरेका आधारमा कृषकले भोगेका समस्याहरूमा दृष्टिगत गरी तिनीहरूलाई नै फोकस गरेर हामीले कार्यक्रम सञ्चालन गरेका छौं। त्यसमध्येमा उदाहरणको लागि भनौं अदुवाको गानो कुने रोग नै सबभन्दा प्रमुख भएको हुनाले प्रथम प्राथमिकता त्यो परीक्षणको लागि हामीले दिएका छौं र त्यसको उपायको लागि एकीकृत रूपमा त्यसको रोकथामको लागि अनुसन्धान कार्यहरू सञ्चालन गरिरहेका छौं। विशेष गरेर सुठो बनाउने प्रक्रिया हाम्रो अलि स्तरीय नभएको हुनाले त्यो स्तरीय बनाउनको लागि के गर्न सकिन्छ त्यसको लागि हामीले अनुसन्धान कार्यहरू सञ्चालन गरेका छौं यो आर्थिक वर्षमा, जसबाट हामीले छिट्टो सजिलो तरिकाले बोक्रा छोडाउने प्रविधि विकास गर्ने र छिटो सुकाउनलाई के गर्न सकिन्छ त्यसको लागि विभिन्न स्थानीय प्रविधि अपनाएर स्थानीय साधनहरू अपनाएर सुकाउने यन्त्रहरूको सुकाउने प्रविधिको विकासको लागि पनि हामीले परीक्षणहरू सञ्चालन गरिरहेका छौं। साथसाथै यो अदुवा खेती को पाक्ने अवधि अलिक ज्यादा भएको हुनाले एउटै अदुवा मात्रै लागि नपर्खेर अदुवाको साथसाथमा अरू बालीहरू पनि केही गर्न सकिन्छ कि अदुवापछि अर्को बाली वा अदुवासँगै मिसाएर अर्को बाली कुन उपयुक्त हुन्छ त्यसको लागि पनि हामीले परीक्षणहरू विभिन्न बालीहरूको मिश्रित बाली या अन्तरबालीको रूपमा परीक्षणहरू सञ्चालन गरेका छौं। हाम्रो देशमा उत्पादन हुने अदुवाको मुख्य भाग ताजा अदुवाको रूपमा प्रयोग गरिन्छ भने ताजा अदुवाको रूपमा बिक्री हुन नसकेको अदुवाको सुठो बनाई स्वदेशमा प्रयोग तथा 60% जति भारतको निकटवर्ती शहरहरूमा निर्यात हुने गरेको पाइन्छ। 4% भन्दा बढ़ी रेशा भएको अदुवा सुठो बनाउन उपयुक्त नहुने हुँदा रेशा कम हुने बोसो जातको अदुवा लगाउन सिफारिश गरिन्छ। त्यस्तै गरी अदुवा बाली तयार भएपछि नखनिकन खेतबारीमा त्यत्तिकै रहन दिएमा रेसाको मात्रा बढ़दै जानुको साथै रासायनिक गुणहरूमा पनि ह्रास आउने हुँदा यस बालीलाई कुनै हालतमा 240 दिन भन्दा बढ़ी माटोमा रहन दिनु हुँदैन। अदुवाको बुढी गानोमा धेरै रेसा हुने भएकोले राम्रो गुणस्तरका सुठो बनाउनको लागि सधैं यस वर्ष लागेको कलिलो गानोको प्रयोग गर्नुपर्दछ। अदुवाबाट सुठो बनाउनको लागि सर्वप्रथम गर्नुपर्ने कार्य हो गानुबाट बोक्रा छोडाउने। यसको लागि हालसम्म पनि भरपर्दो मेसिन वा सजिलो प्रविधि विकसित भइ नसकेको हुँदा यो एक समस्याको रूपमा अद्यापि रहेको छ। यस बालीको उत्पादन वृद्धि एवं प्रशोधन प्रविधि विकासका लागि अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोट प्रयासरत भइरहेको हुँदा निकट भविष्यमा यस बालीको उत्पादन वृद्धिका साथै प्रशोधन प्रविधि विकसित हुँदै जाने आशा गर्न सकिन्छ।
अदुवाको सुठो सुकाउने समयमा घाम नलागेमा यसमा एक प्रकारको ढुसी उत्पन्न भई सुठो बिग्रन जाने हुँदा हाल प्रचलनमा रहेको घाममा वा धुवाँ लगाई सुकाउने प्रविधिमा पनि परिवर्तन गरी सौर्य शक्तिद्वारा सञ्चालित हिटरको प्रयोग गर्न सके सुठोको गुणस्तर यथावत रहन्छ र यस प्रक्रियाद्वारा तयार गरिएको सुठो आकर्षक देखिनुको साथै यस प्रक्रियाबाट घाम नलाग्ने मौसममा पनि सुठो तयार गर्न सकिन्छ भने तयारी सुठोमा किरा समेत कम लाग्दछ। सौर्य शक्तिबाट सञ्चालित हिटरद्वारा 6-7 दिनमा नै सुठो तयार हुन्छ। राम्रो गुणस्तरको सुठो उत्पादन गर्नका लागि अदुवा खनेपछि जरा र डाँठ हटाई एकपटक यसमा लागेको माटो पखाली बाँसको कप्टेराको सहायताले बोक्रा हटाउनु पर्दछ। तर यसरी बोक्रा हटाउनको लागि कुनै धातुबाट बनेको चक्कु, कर्द, स्यागीको प्रयोग गर्नु राम्रो हुँदैन। यसरी बोक्रा हटाइसकेपछि सिमेन्टबाट निर्मित सफा खलो अथवा प्लास्टिक वा मान्द्रोमा सुकाउनु पर्दछ ताकि धुलो वा फोहोर नलागोस्। सुठो निर्माणको क्रममा चुनको प्रयोगले सुठोको बाहिरी आकृति राम्रो देखिन्छ, तर चुनको प्रयोग बिना पनि सुठो तयार गर्न सकिन्छ। यदि चुन प्रयोग गर्ने हो भने घर पोत्ने चुन 200 ग्रामलाई 10 लिटर पानीमा घोली आधा घण्टा थिग्रिन दिई थिग्रेनी फालिदिएपछि 2% को घोल अदुवाको परिमाण अनुसार तयार पारी बोक्रा खुर्की पानीले पखालेको सफा अदुवा 6 घण्टासम्म उक्त घोलमा डुबाउनु पर्दछ। चुन पानीमा डुबाउने र सुकाउने प्रक्रिया 2-3 पटक दोहोर्याइएमा सुठो आकर्षक बन्दछ, तर यस विधिद्वारा तयार गरिएको अदुवा सुक्न 2-3 दिन ज्यादा समय लाग्छ भने स्थानीय जातको काँचो अदुवाबाट 15 देखि 20% सुठो बन्दछ। घाम लागेका दिनहरूमा 12 देखि 15 दिनसम्म अदुवा सुकेपछि सुठो तयार हुन्छ। यसरी तयार भएको सुठोमा पानीको मात्रा 10% भन्दा कम हुनुपर्दछ। तयारी सुठोलाई रासायनिक मल, सिमेन्ट, विषादी राख्नमा प्रयोग नभएको बोरामा मुख बन्द गरी राख्नुपर्दछ। यस प्रकार बोरामा राखिएको सुठोलाई ओभानो ठाउँमा काठको फ्ल्यागमाथि राख्नुपर्दछ। सुठोमा चिस्यान बढ़ी भयो भने एफ्लाटक्सिन नामक हानिकारक विषालु पदार्थ उत्पन्न भई सुठो खान योग्य नहुनुका साथै यसले राम्रो बजार मूल्य समेत पाउँदैन। तसर्थ बोरामा बन्द गरी राखेको सुठोलाई भण्डारको अवस्था अनुसार 1-2 महिनाको अन्तरमा झिकी सुकाउनु पर्दछ। हाम्रो देशको सुठो उत्पादन हुने क्षेत्रहरूमा निकै अघिदेखि विभिन्न स्थानीय तरिकाहरूद्वारा सुठो उत्पादन हुँदै आएको छ। यसमध्ये एक तरिकामा काठको फ्ल्याग जोडेर 5-6 फिट लामो 2 फिट गहिराई भएको मानिस बस्न हुने चौडाईको अंग्रेजी भी आकारको डुँड बनाइन्छ। डुँडको दुवैतर्फ मानिस बसालिन्छ र प्रति घान 20 देखि 25 किलोग्राम अदुवा बीचमा राखी दुवैतर्फबाट पालै पालो गरी जुत्ता वा बुटले माडिन्छ। सुठो तयार गर्नका लागि लाग्ने आवश्यक समय, यसमा मिसाइने वस्तु र उत्पादन प्रक्रिया बारे सुठो व्यवसायमा संलग्न सल्यान जिल्लाका व्यापारी श्री मोहन बस्नेत भन्नुहुन्छ। पहिले त हामीहरूले कृषकहरुसँग अदुवा किन्ने गर्छौं। किनेर हामीहरूले के गर्छौं, त्यसलाई भनेपछि रिडिङ गरेर छुट्टा छुट्टै गराउँछौं सर। त्यसले गर्दा 1 नम्बर 2 नम्बर 3 नम्बर गराउँदाखेरि राम्रो क्वालिटीको हामीहरूले सुठो बनाउने कार्यमा सुरु गर्छौं। त्यहाँ दोस्रो किसिमको हामीहरूले अन्तै बजारमा व्यवस्थामा बिक्री गर्ने त्यसलाई सुठो नबन्ने कारण त्यो गर्छौं। तेस्रो खालकोलाई हामीहरूले के गर्छौं भने बाहिर त्यति कपार जस्तो हिसाबले हामीले त्यसलाई बिक्री गर्ने गर्छौं। त्यसपछि त्यहाँबाट हामीले अदुवालाई सुठो बनाउने कार्य सुरु गर्छौं। सुरु गरेदेखि त्यहाँबाट हामीले पहिलो पटक काँचो अदुवालाई फलेर एकपटक 2-3 दिनमा सुकाउँछौं। 3 दिनसम्म सुकाएपछि त्यहाँबाट फेरि लगेर त्यसलाई दोहोर्याइन्छ। दोहोर्याएर त्यो भन्दा पछाडि फेरि माटो लगाउने कार्य सुरु हुन्छ। 5 दिनसम्म त्यसलाई 3 दिनसम्म सुकाएर फेरि माटो लगाउने कार्य सुरु हुन्छ। त्यहाँबाट माटो लगाइन्छ। माटो लगाएर त्यहाँबाट अर्को पटक फेरि घोट्नुको सट्टामा त्यसलाई हामीले के गर्छौं भने फेरि त्यसलाई एकपटक खोरमै हालेर फल्ने कार्य सुरु गर्छौं। त्यो गरेपछि 4 पटकमा त्यसलाई घोटेपछि सुठो तयार गर्न सक्छौं हामी। पहिलो पाली हामीले बालुवा मिसाएपछि त्यो बोक्रा
खुइलिने अलि हुन्छ, त्यो कारणले गर्दाखेरि बालुवा मिसाउने गर्छौँ। बालुवा हालेर घोटेपछि बोक्रा चाँडै जान्छ। दोहोऱ्याउँदाखेरि हामीहरू अरू केही सुरु गर्दैनौँ, त्यसलाई त्यही बोक्रा अलि खुइलेको हेर्दै कार्य सुरु गर्दै गरेर हामी त्यति गर्छौँ, तर केही हाल्दैनौँ त्यतिखेर हामीहरूले। त्योभन्दा पछाडि त्यहाँबाट फेरि 4-5 दिनसम्म सुकाएर, भइरहेको 5 दिन हो तर हामीहरूले 3 दिनसम्म मात्रै फेरि सुकाएर त्यसमा राम्रो कलर भएको माटोहरू लगाएर सेतो भएपछि चट्ट देखिन्छ भन्ने हिसाबले त्यो तयार भयो भनेपछि त्यसलाई हामीहरूले वेट गरेर राख्ने। त्यहाँबाट राखेपछि हामीहरूले त्यति टाढा लग्न सकेको छैनौँ। अहिलेसम्म तुलसीपुरकै साउजीहरू कहाँ बिक्री गर्ने गर्छौँ। हुन त हामीले स्थानीय स्रोत साधन र तौर तरिकालाई नकार्न मिल्दैन, तर समय अनुकूल सुधारहरू भने गर्दै जानुपर्दछ। प्रस्तुत सन्दर्भमा सुठो निर्माणको क्रममा सुधार हुनुपर्ने बुँदाहरूमा टिप्पणी गर्दै अदुवा बाली अनुसन्धान कार्यक्रमका संयोजक श्री बुद्धि प्रकाश शर्मा यसो भन्नुहुन्छ। सुठोको स्तर, गुणस्तर भनेको अहिले हामीले कन्सिडर गरेका कुरामध्ये सबभन्दा पहिलो रेसा कम हुने, तेलको मात्रा रेसा कम हुनेमा भने कति भन्नाले स्ट्यान्डर्ड हामीले बनाएका छौं 4% भन्दा कम हुनुपर्छ। तेलको मात्रा 2% भन्दा ज्यादा हुनुपर्छ। त्यस्तै गरेर ओलियो रेजिन भन्ने अर्को एउटा हुन्छ, त्यो कम से कम 6% भन्दा ज्यादा हुनुपर्छ। र यी तीनवटा कुराहरूलाई अहिले हामीले कन्सिडर गरेका छौं। यसको अलावा अदुवालाई परम्परागत रूपमा धोएर सुठो बनाउने चलन छैन, जबकि त्यसलाई धोएर राख्नुपर्छ। त्यसपछि सामान्य कुनै पनि विशेष किसिमको औजार प्रयोग नगरिकन बाँसको चपेराले बोक्रालाई छोडाउने, पुनः धुने, धोइसकेपछि त्यसलाई सुकाउनको लागि थ्रेसिङ फ्लोर भए पनि हुन्छ, प्लास्टिक माथि भए पनि हुन्छ, बाँसको चोयाले बनेको मान्द्रो माथि भए पनि हुन्छ, सफा बोरा माथि सुकाउँदा पनि हुन्छ। यसबाट धुलोको कणहरू र अन्य कुराहरू त्यसमा पर्न पाउँदैन। सुकाइसकेपछि सबभन्दा ध्यान दिनुपर्ने कुरा के छ भने यसलाई लगातार सुकाउनु पर्छ। यदि चिसो बीचमा भएर राखियो भने, थुप्रो लगाएर राखियो भने त्यसमा एस्परजिलस फ्लेवर्स नामक चाहिँ ढुसी लाग्छ, जसले टक्सिन उत्पन्न गराउन सक्छ। त्यसैले सुकाउने प्रक्रिया लगातार भइराख्नु पर्छ। र हाम्रो अहिलेको उद्देश्य पनि के छ भने लगातार सुकाउनलाई प्रविधिहरूको चाँडै सुक्ने सोलर ड्रायर अथवा अन्य कुनै चाहिँ प्रविधिको हाम्रो खोजी भइराखेको छ, जसबाट स्तरीय सुठो बन्न जान्छ। र सामान्यतः कुन मार्केटमा कस्तो खालको सुठो जान्छ, चाहना छ, डिमान्ड छ भन्ने कुरोको आधारमा पनि सुठो बनाउन सकिन्छ। जस्तो दिल्लीको मार्केट हामीले हेर्दाखेरि सेतो सुठो पोटिलो हुनु पर्यो, चाउरीको हुनु भएन, देख्दाखेरि एट्र्याक्टिभ किसिमको सेतो किसिमको देखिनु पर्यो। त्यसले चाहिँ राम्रो बजार पाएको हामीले पाएका छौं। अदुवा जस्तो लामो समय भण्डार गर्न सकिने र विदेशमा समेत सजिलै निकासी हुन सक्ने नगदे बाली विकासमा देखा परेका कमी कमजोरीलाई हटाई यसको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकेमा यसबाट रोजगारी वृद्धि भई किसानको जीवन स्तर उकास्न सहायक सिद्ध हुनेछ।